गाइज हावा एकदमै लागिरहेको छ, एकदमै रमाइलो भाइब्स आइरहेको छ। तर हावाले गर्दाखेरि बालुवामा जान सक्ने अवस्था अलि छैन। बालुवाहरू एकदम आएर आँखामा बालुवा चेर्ने भएको हामी त्यहाँ जान सकेका छैनौँ। हावा एकदम बेजोड तरिकाले लागिरहेको छ। उताबाट हेरेर हाँसिरहेछन् गाइजहरू। हाम्रो ब्लगरको अर्को भाइ अनिस सर के भन्न चाहन्छौ, कस्तो लागिरहेको छ? बिचमा जान सक्ने अवस्था छ कि छैन? टुट्यो तर गाइज हामी पानीसम्म पुगेर देखाउने छौँ। हावा एकदम बेजोड तरिकाले लागिरहेको छ। ब्लग त्यसै खेर जान दिने छैन, दिँदैनौँ। हावा हुरी पानी आदि पानी रहेपछि हामी फेरि भिडियोमा उपस्थित भएका छौँ। हामीले अघि नै भनिसकेका थियौँ कि हामी भाग्दैनौँ। हामी हाम्रो मिठो भयो हुनेछौँ भनेर। मौसम एकदमै दामी गुड भइरहेको छ, भइसकेको छ। छैन, धुलो पनि उडेको छैन, एकदमै दामी मौसम। मैले फोकस गरिराखेको छु तर सादा रङ हुन्छ भन्छ नि, त्यहाँ हेरिदिनु सादा रङ निकाल्न सकिन्छ। कस्तो 7 कलर्स हुन्छ नि रेनबोमा। अनि हामीले यतिकै हेरेर त सादा कलर हामी छुट्याउन सकिन्छ भने है। 7वटा त अलिक गाह्रो हुन्छ, 3टा जस्तो देखिरहेको छ। हरियो पहेँलो र रातो देखेँ मैले चाहिँ। सप्तरङ्ग इन्द्रेणीको भन्थ्यो, यहाँ 3टा रङ मात्रै छ इन्द्रेणीको। हेलो भाइ, हेलो ब्लगर भाइ, कस्तो फिल भइरहेको छ? ब्लगर दाइ त भाइ, म ब्लगर दाइ, म ब्लगर भाइ। कस्तो लागिरहेको छ? कतिको चिसो छ क्यानाडाको पानी? धेरै नै चिसो छ। मेरो खुट्टा एकदमै चिसो छ गाइस पानी। थम्बनेल हुन्छ। एकदमै गाह्रोसँग माथि आइयो गाइज। हिमाल त होइन तर यो ढुङ्गाको बाटो चाहिँ एकदमै गाह्रो हुँदो रहेछ, कठिन। मैले धेरै सङ्घर्ष गर्नु भएको छ वहाँदेखि यहाँ आउन। मलाई यो त्यसपछि यो पनि तपाईँ सक्षम, अब तपाईँ जान सक्नुहुन्छ। अब जुनसुकै हिमाल पनि तपाईँ आरोहण गर्न सक्नुहुन्छ। कुनै पनि तपाईँको योग्यता हामीले तपाईँले प्रमाणित गरिसक्नु भयो। के राम्रो आएन नि।
यहाँ चाहिँ क्याम्प फायर जस्तो छ तर व्यापारले होला Cheating. यहाँ चाहिँ एकदमै समरमा चाहिँ भिड हुने भएको कारणले गर्दाखेरि चाहिँ प्री बुकिङ गर्नुपर्ने हुन्छ एकदमै दामी ठाउँ छ ठुलो ग्रुपको लागि चाहिँ छुट्टै स्पेसल ठाउँहरू छ त्यो चाहिँ हाम्रो ग्रुप चाहिँ आज चाहिँ हामी बारबेक्यू गर्ने मुडमा छैनौँ एक्कासी फर्स्ट टाइममा आएको हुनाले नेक्स्ट टाइम बारबेक्यू गरेको भिडियो पनि हाल्नेछौँ